नेपथ्यको कन्सर्टको विषयलाई लिएर हामी साथीभाइहरू बीच धेरै छलफल भइसके पश्चात हामीले यो निर्णय लिएका छौं। यसमा हामीले बन्दीपुरका युवाहरू मात्र यसमा शरीक भएर कार्यक्रम सम्पन्न गर्न सक्छौं सक्दैनौं भन्ने लामो बहस पश्चात हामीलाई नेको इभेन्ट्स जुन हाम्रा डेनमार्कका साथीभाइहरू हुनुहुन्छ उहाँले पनि ठूलो टेवा दिनुभएको छ। तसर्थ हामीले बन्दीपुरमा नेपथ्यको कन्सर्ट गर्नलाई तयारी भइसके पछाडी अहिले यसलाई हामीले 14 फेब्रुअरी भ्यालेन्टाइन्स डे को दिनमा बन्दीपुरमा उपयुक्त समय हुन्छ। तसर्थ यस दिनलाई चाहिँ हामीले चयन गरेर नेपथ्य कन्सर्ट चाहिँ चलाउनु पर्छ है भन्ने हिसाबले उहाँहरूसँग लामो समयको सल्लाह पश्चात कन्ट्र्याक्ट पेपरमा साइन गरेका छौं। विशेष गरेर यो नेपथ्य कन्सर्टलाई हामीले बन्दीपुरमा ल्याइरहँदाखेरि नेपथ्य सांगीतिक समूहलाई उहाँहरूलाई हामीले कन्ट्र्याक्ट पेपरमा 50 लाख रुपैयाँ बराबरको कन्ट्र्याक्ट साइन गरेका छौं। यसमा 13% भ्याट पनि इन्क्लुड हुन्छ र उहाँहरूले भन्नुभए अनुसार उहाँहरूको टिम मेम्बर आर्टिस्टहरू सबै गरेर 95 जनालाई चाहिँ हामीले ट्राभलिङदेखि लिएर बन्दीपुरको अकोमोडेसनदेखि लिएर फुडिङको सहित व्यवस्था गर्नुपर्ने प्रावधान रहेको छ यो कन्ट्र्याक्ट पेपरमा। त्यस्तै गरी हामीले यस कार्यक्रम सञ्चालन गरिरहँदा सेक्युरिटी पनि आवश्यक पर्ने भएको हुँदा गढी सेक्युरिटीसँग हामीले 115 जनाको कन्ट्र्याक्ट साइन गरिसकेका छौं। उहाँहरूको ट्राभलिङको प्लस फुडिङको पनि व्यवस्था यसै अर्गनाइजरबाट गर्नुपर्ने देखिएको छ। त्यस्तै गरेर ब्यारिकेड्सहरुमा चाहिँ जुन हामीले तयारी गर्दाखेरिका वर्करहरू हुन्छ उहाँहरू सम्पूर्णको खर्च पनि आयोजक कमिटीले गर्नुपर्ने भएको हुनाले यसमा धेरै खर्च पनि देखिएको छ। यो लगभग अब अमाउन्टमै भन्नुपर्दा 1 करोड भन्दा माथिको खर्च यसमा उल्लेख भइसकेको छ र यसलाई हामीले कसरी चाहिँ सङ्कलन गर्ने अथवा यो जुन इन्भेस्ट गरिएको पैसा कसरी रिटर्न लिने भन्ने विषयलाई लिएर हामीले पनि छलफल गर्यौं। तर यसमा चाहिँ के भयो भने हामीले प्रारम्भिक चरणको टिकट चाहिँ 1000 रुपैयाँ बराबरको चाहिँ हामीले अनलाइनमा प्रकाशित गर्यौं र त्यो सोल्ड आउट भइसकेको छ। त्यसैगरी रेगुलर टिकटहरुमा 1500 को दरले चाहिँ हामीले छापेका छौं र विद्यार्थीहरूको लागि पनि प्रायोरिटीमा राख्नुपर्छ है भनेर विद्यार्थीहरूको लागि 1000 रुपैयाँ बराबरको टिकट पनि हामीले अनलाइनमा उपलब्ध गराएका छौं र अनि भिआइपी टिकटहरू पनि केही सीमित मात्रामा चाहिँ यो आर्थिक पाटोमा जोडिन अथवा हामीले इन्भेस्ट गरेको विषयलाई जोड्नको लागि चाहिँ उठाउनको लागि यी विषयहरू जोडेका छौं भने हामीले अहिलेसम्म पावर्ड बाइको रूपमा हामीले रेड बुललाई पाएका छौं। उहाँहरूसँग हामी समन्वय गर्दाखेरि उहाँहरूले हामीलाई चाहिँ लगभग 4 लाख बराबरको प्रायोजन गर्ने निश्चित भइसकेपछि हामीले कन्ट्र्याक्ट गरेर पावर्ड बाइ रेड बुल रहेको छ। त्यसैगरी बन्दीपुर हिलले पनि हामीलाई बन्दीपुर केबल कार एन्ड टुरिज्म प्रणालीले पनि लिमिटेडले पनि हामीलाई यसमा चाहिँ सपोर्ट गर्नुभएको छ। त्यसैगरी अझ